फाइनली गाइज म चाहिँ अहिले सल्यान लेक पोखराबाट सल्यान लेक पोखराबाट गाइज म चाहिँ अब खास यहाँ आउनुको कारण के थियो भने अब गरिब मान्छे होइन अब त्यस्तै अलिअलि काम गर्नुपर्छ काम नगरे पुग्दैन लाउन खाना होइन सबैलाई अब के भन्नु अब होइन यस्तो कुरा पनि अब त्यही पनि एउटा सानोतिनो ब्लग बनाइहालौँ भनेर म चाहिँ सल्यान यहीँ लेक पोखरामा यहीँनिर मेरो काम गर्ने साइड चाहिँ यही हो यता काम भइरहेछ अब भर्खरै सुरु भएको हो अब अस्तिसम्म अब यता पिसिसी गरियो जाली बिछ्याइयो पिल्लरहरू ठाडिए होइन अब काम गर्ने चाहिँ यतैतिर हो मिक्सर चाहिँ यहाँ छ यता छ मिक्सर यता पानीको ट्याङ्क त्यता छ अनि यो चाहिँ गिट्टी यता बालुवा उता चाहिँ मेरो दिपेश दाई सुर्खेतबाट हुनुहुन्छ उहाँ पनि यता कामको लागि आउनु भएको छ कामकै लागि आउनु भएको छ यतातिर अनि यो चाहिँ हाम्रो माथि चाहिँ स्कुल माथि बिल्डिङ छ नि त्यो चाहिँ स्कुल हो हाम्रो अनि यता चाहिँ यो हाम्रो चाहिँ यो सल्यानको भ्यू सल्यान लेक पोखराको भ्यू चाहिँ यही हो गाइज कस्तो लाग्छ बबाल छ है अहिले हामी चाहिँ टपमै छु क्या लेक पोखरा टपमै छु बबाल छ भ्यू चाहिँ मेरो घर चाहिँ खासमा उता जाजुकोटतिर हो जाजुकोट नलघाट नगरपालिका 6 मा मेरो घर हो अनि अहिले चाहिँ म अब काम गर्नको लागि यतातिर आएको छु अब कामसाम भइरहेछ आजभोलि होइन कामसाम गर्दैछु यतातिर अब बिजी छु आजभोलि त्यस्तो भ्लग पनि बनाउन सकिरहेको छैन अब टाइमै मिल्दैन अब खासै ठुलो भ्लग त होइन छोटो अब सानोतिनो बनाइरहेको छु अब होइन आजसम्म अब सफलता त पाउन सकेको छैन त्यही पनि मेहनत जारी छ सानोतिनो यो चाहिँ हाम्रो उता कुन गाउँ रे ध्यार गाउँ सल्यान ध्यार गाउँतिर जाने रोड चाहिँ यही हो यहाँ चाहिँ फेरि यस्तो हुने रहेछ क्या यहाँ चाहिँ सल्लाहहरू अलिक ज्यादै पाइने रहेछ क्या सल्लाहहरू ज्यादै पाइने रहेछ यतातिर सल्यानमा अब सल्यान नाम चाहिँ किन राख्या हो भनेर हामीले सोच्थ्यौँ होइन सल्यानमा चाहिँ अब जता जाऊ सल्लै क्या जहाँ जाऊ जता जाऊ सल्लै मात्र पाइने होइन त्यही भएर सायद सल्यान नाम राख्यो होला सल्लाहहरू ज्यादा पाइने भएर सल्यान राख्यो होला नाम चाहिँ सायद त्यस्तै लाग्छ मलाई हेरौँ न यो रुख पनि ठुलो ठुलो छन् क्या एकदम ठुलो ठुलो रुखहरू छन् अनि म चाहिँ अहिले एक्लै छु मसँग चाहिँ अहिले कोही पनि छैन अनि अहिले चाहिँ अब उता अगाडि गएको थियौँ उता तलतिर त्यो बागबजार भन्ने ठाउँतिर गएको थियौँ उता अब घुम्न भनेर गएको अलिअलि नास्ता पानी गरेर अनि यता माथितिर आयौँ अहिले भर्खर फेरि खानापिना खाएर यता ध्यारगाउँ साइडतिर गइरहेको छु म अरू सब ठिक छ भन्नुपर्छ अनि सबै ठिकै चलिरहेछ अब अलिकति काम पनि अब आजकल 2-3 दिन भयो अब त्यस्तै सामग्रीहरू नपाएर अब त्यस्तै 2-3 दिन भयो अब बन्दैछ काम चाहिँ काम सुरु भयो भने फेरि अब त्यस्तै भ्लगहरू बनाउन पाइँदैन होइन त्यही भएर हो काम सुरु भयो भने अब कामतिरै हुन्छ बिजी कामतिरै भइहालिन्छ बिहान गइन्छ साँझ 5 बजेसम्म अब नेपाली टाइम त्यही हो थाहै छ बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म अब काम गरिराख्नुपर्छ त्यही भएर खासै टाइम पाइँदैन अब त्यही हो काम गर्नुपर्छ अब नत्र अब लाउन खाना खासै पुग्दैन भनौँ अब के भन्नु अरू कुरा होइन त्यस्तै हो सल्यान चाहिँ यो गाइस पुरै सल्लाहहरू छ क्या यतातिर सल्लाहहरू टन्नै पाइन्छ होइन म चाहिँ त्यतादेखि यहाँसम्म आइसकेँ अनि मसँगको 2टा साथीहरू चाहिँ उतै छन् अगाडि कोठामै सुतिरहेछन् आराम गरिराख्न अब मैले जाउँ उतातिर गएर आउन त अनि
घुमेर आउँ उता ध्यारगाउँतिर अनि भनेको अब लास्टै थाकेको छु अब सकिन्न हिँड्न सकिन्न थाकिरहेको छौँ हामी तिमी गएर आउन भनिसकेपछि हुन्छ त म यसो 1-2 घन्टा घुमेर आउँछु फेरि एक्लै भए पनि होइन हिँड्दै जानुपर्छ अब हिँड्दैछु त्यही हो गाइज अब हिँडिरहेको छु अब त्यस्तै हो अब जागरकोटतिर जान्छु होला अब 1-2 महिनापछि अब के कस्तो हुन्छ अब यतातिर बुझेर अब कामकाज हुने नहुने अब काम अब खासमा ठेकेदार चाहिँ तलतिर गएको क्या ठेकेदार पनि हाम्रो जाजरकोटकै हुन् अनि जाजरकोट उता जाजरकोट नलगाडबाट 8 नम्बरबाट हलचौरबाट हुन् अनि उता उनको उभा रहेछ क्या उनको चाहिँ खासमा बुहारीको डेलिभरी रहेछ होइन त्यही भएर अलिकति समस्या परेर तलतिर गएको थिएन अब त्यही भएर चाहिँ सामानको अभाव परेर खासै काम हुन सकेको छैन अब बुहारीको डेलिभरी अब भनेपछि अब त्यस्तै टेन्सन परेर उनी अब उतैतिर बिजी छन् त्यही भएर हाम्रो फोन पनि रिसिभ भइरहेको छैन अब त्यस्तै अब हुन्छ होला भोलिसम्म आउँछु भन्ने कुरा भइरहेको थियो अब आउँछन् होला अनि त्यही भएर साइट बन्द छ भोलि पर्सिबाट काम सुरु हुन्छ होला अब तारसार थिएन सामग्रीहरू नभएर काम सुरु भएको छैन होइन त्यही हो गाइज बाँकी कुरा अब आउने नेक्स्ट भिडियोतिर मार्फत बोलुला होइन नेक्स्ट भिडियो मार्फत बोलुला अब अरू केही भन्नु त छैन खासै यही हो गाइज अब यहाँ चाहिँ फेरि सल्लाह चाहिँ यस्तो मनपर्छ यस्तो हाइट होइन पातलो सल्लाहहरू एकदम दामी अनि यता चाहिँ अस्ति आएको थियौँ क्या हामी यहाँ ऊ रहेछ क्या यता ऊ तल चाहिँ बाँस टन्नै छन् क्या त्यहाँ बाँस पाइन्छन् अस्ति भवनको लागि त्यहाँ भर्याङ बनाउनु पर्ने भयो क्या माथिबाट माल चढाउनु पर्ने भयो त्यही माल चढाउनको लागि बनाएको थियौँ अनि त्यो मालको लागि अब माल बगाउनु पऱ्यो तल होइन कन्क्रिट मसला बगाउनु पऱ्यो त्यही भएर भर्याङ बनायौँ कि त्यो भर्याङ जस्तो अब त्यसको माथि टिन राखेर सर्र तलतिर जाने टाइपको बनायौँ अनि त्यसको लागि हामीले यहीँ आएर यतैतिर आएर बाँस लगायो तल पुरै बाँस हेर्नु त भन्ज्याङ टन्नै छ त्यहाँ यतातिर यता चाहिँ अस्ति गएको थियौँ यता पानी पाइदियो पानीको ट्याङ्क छ यहाँ तल ठुलै छ पानीको चाहिँ यहाँ फेरि अलि अभाव नै हुने रहेछ पानी यहाँ चाहिँ दिनमा 1 घन्टा आउँदो रहेछ क्या बिहान 7 बजेदेखि 8 बजेसम्म पानी आउने एक दिनमा होइन अब त्यही दिनमा पानी पुर्याउनु पर्ने क्या त्यही दिनभरिलाई अब बिहान 1 घन्टा पानी भर्ने हो भने अब पुग्नु पऱ्यो फेरि अर्को दिन बिहान 7 बजेसम्म पुग्नु पऱ्यो पानी फेरि दिनमा 1 घन्टा मात्रै पानी आउँदो रहेछ यतातिर पानीको लास्टै अभाव यहाँ अभावै छ भनौँ अब अभाव छ होइन ल गाइस अब त्यही भन्ने जे होस् रमाइलै छ रमाइलै भइरहेछ अब होइन